यो चाहिँ हाम्रो कम्प्युटर ग्राफिक्सको चाहिँ रिजोल्युसनको क्वेसन सोधिएको छ। पोखरा युनिभर्सिटीको चाहिँ 2015 फल र 2016 फलमा चाहिँ सोधेको क्वेसन हो। यसमा चाहिँ हाम्रो चाहिँ क्वेसन चाहिँ गिभन छ, इन केस अफ टु रेस्टर सिस्टम विथ रिजोल्युसन 640/480 र 1024/600 दुईटा रिजोल्युसनहरू चाहिँ हाम्रो गिभन छ। त्यही भएर हामीले चाहिँ R1 र R2हरू राख्यौँ। त्यसै गरी हाम्रो चाहिँ यसमा चाहिँ रिफ्रेस रेटहरू पनि गिभन छ र हामीलाई चाहिँ यसमा पिक्सेल एसेस्ड पर सेकेन्ड भनेर चाहिँ सोधिएको छ। हाउ मेनी पिक्सेल एसिस्ट पर सेकेन्ड भनेर सोधिएको छ। हामीले चाहिँ पिक्सेल एसिस्ट पर सेकेन्ड फर R1 र पिक्सेल एसिस्ट पर सेकेन्ड फर R2 चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ। त्यसै गरी हाम्रो रिफ्रेस रेट चाहिँ गिभन छ 75 फ्रेम पर सेकेन्ड। हामीले चाहिँ त्यही भएर रिफ्रेस रेट चाहिँ 75 फ्रेम पर सेकेन्ड राख्यौँ। अनि त्यसै गरी वाट इज द एसएस टाइम पर पिक्सेल इन इच सिस्टम भनेर सोधेको छ। हाम्रो चाहिँ एसएस टाइम पर पिक्सेल चाहिँ निकाल्नु पर्ने छ। एसएस टाइम पर पिक्सेल फर R1 र एसएस टाइम पर पिक्सेल फर R2 चाहिँ हाम्रो निकाल्नु पर्ने छ। सुरुमा चाहिँ हामीले चाहिँ पिक्सेल एसिस्ट पर सेकेन्ड फर R1 र R2 चाहिँ निकाल्छौँ। यसमा चाहिँ पिक्सेल एसिस्ट पर सेकेन्ड फर R1 भनेको चाहिँ हाम्रो चाहिँ रिजोल्युसन टाइम्स रिफ्रेस रेट हुन्छ फर्मुला। त्यही भएर R1 टाइम्स रिफ्रेस रेट भयो। रिजोल्युसन R1 चाहिँ हाम्रो 640/480 गिभन छ र त्यसै गरी रिफ्रेस रेट चाहिँ हाम्रो 75 फ्रेम पर सेकेन्ड छ। यसरी नै अब हामीले R2 को पनि पिक्सेल एसिस्ट पर सेकेन्ड निकाल्छौँ। फर R2 इक्वल्स टु चाहिँ R2 टाइम्स रिफ्रेस रेट हुन्छ। हाम्रो चाहिँ R2 चाहिँ 1024 टाइम्स 600 चाहिँ गिभन छ अनि रिफ्रेस रेट चाहिँ हाम्रो चाहिँ 75 नै हो। मैले चाहिँ यसै गरी पिक्सेल एसिस्ट पर सेकेन्ड फर R1 र R2 दुईटैको लागि निकालिसकेँ। त्यसपछि चाहिँ हाम्रो क्वेसनमा चाहिँ एसिस्ट टाइम पर पिक्सेल फर R1 र R2 सोधिएको छ। एसिस्ट टाइम पर पिक्सेल भनेको चाहिँ हाम्रो चाहिँ फर्मुला 1/F1 हुन्छ। F1 भनेको चाहिँ हाम्रो पिक्सेल एसिस्ट पर सेकेन्ड फर R1 हो। 1/23040000 फ्रेम पर सेकेन्ड भयो। यसै गरी चाहिँ मैले एसिस्ट टाइम पर पिक्सेल फर सेकेन्ड रिजोल्युसनको लागि पनि निकाल्छु। (1/F2) 1/F2 को भ्यालु राख्ने। हाम्रो चाहिँ भ्यालुहरू चाहिँ सेकेन्डमा छ। हामीले चाहिँ नेनो सेकेन्डमा निकाल्नु पर्ने हुन्छ। नेनो सेकेन्डमा निकाल्नु पर्दा चाहिँ गिभन भ्यालुलाई चाहिँ 10⁻⁻9 ले चाहिँ डिभाइड गर्ने। यसरी चाहिँ मैले दुईटै भ्यालुहरू चाहिँ नेनो सेकेन्डमा निकालिसकेँ। हाम्रो चाहिँ क्वेसनमा चाहिँ सोधे अनुसार पिक्सेल एसिस्ट पर सेकेन्ड हामीले निकाल्यौँ र एसिस्ट टाइम पनि निकाल्यौँ दुईटै रिजोल्युसनको लागि।